हेलो नमस्ते ढोक्दिया सबैजनालाई। आज चाहिँ धेरै समयपछि मैले चाहिँ भ्लग सुरु गरेको छु, किनभने म गाउँ आएको छु नि त। अहिले अब उता त कामै हुँदैन थियो है। बजारमा हुँदाखेरि त अब त्यो क्लास गयो आयो, खासै कामै हुँदैन थियो। त्यही भएर भिडियो बनाउनु कि अब अल्छी नि लाग्थ्यो नि त। अब हिजो घर आएको, अब घरमा आएपछि चाहिँ उठेदेखि नसुतिन्जेलसम्म काम भएकै गर्छ नि त। अब यसो मेमोरीको लागि भए पनि आजदेखि चाहिँ मैले ब्लग सुरु गरेको साथीहरू है। अब मेरो ब्लग कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला हैन। अनि मन परेमा लाइक, डिसलाइक चाहिँ नगर्नु है फेरि। अब म चाहिँ बिहानै उठेर है, अब बिहान त अब चार्ज पनि थिएन, राति फोन चार्ज नलाई सुतिएछ। अनि त्यहाँबाट अहिले चाहिँ फोन चार्ज गरेर ब्लग स्टार्ट गरेको। के भन्छ, बिहानै अब उठेर सोरसार गरेर घाँस काटेर गाईहरूलाई लगाएर, मम्मीले गाई धुनुहुन्छ नि त। अब म भर्खर आएको, अहिले नै धुदिनँ नि त अरे। मलाई चाहिँ होइन, गाई धुनु चाहिँ साह्रै अल्छी लाग्छ क्या। अब त्यो धेरै आउँछ, धेरै बेर धुनुपर्छ, अन्त अल्छी लाग्छ। अनि त्यही भएर म चाहिँ मम्मीले गाईहरू धुनुभयो, म चाहिँ घाँसहरू काटेर लगाएर सोहोर गरेर फेरि घाँस काट्नु आएको डोकोमा बसिरहेको छु। मलाई अल्छी लागिरहेको छ होइन। मैले घाँस काट्नुपर्ने ठाउँ चाहिँ यही काट्नुपर्ने छ साथीहरू। अब म पनि घाँस काट्नु थालेँ। अब दिउँसो मकै गोड्नुपर्ने छ होइन गाईचारो। अब भिडियो बनाइदिने मान्छे कोही छैन है। अब आफै समातेर गरौँ भने त समय पुग्दैन नि त। त्यही भएर डोकोभित्र राखेर सिन्काले अडाएर बनाउँदैछु साथीहरू। मेरो पन्जा पनि कस्तो दामी छ भने सबै काटी गएर अब घाँस काट्ने स्टार्ट। होइन गाइजहरू, गाइज भन्दिनँ भन्छु, अघि गाइज भनिहाल्दो रहेछ होइन साथीहरू। म चाहिँ अघि घाँस लिएर खाना खाएर अहिले चाहिँ मकैमा हाते झार लाउन आएको छु। मेरो साथीसँग बिन्दास गरी सुतिरहेको छु। अल्छे जता जान्छु त्यतै पाउँछ त साथी। अब एकछिन हाते झार लगाएर घाँस निकालेर फेरि घाँस काट्नु पर्ने छ। यस्तो छ मेरो साथीहरू। यतापल्टि राति आफूले सुताएन भने म कहाँबाट घुमी आउँछ र है। खालि ओछ्यानमै सुताउनुपर्छ, नत्र त कोट्टाएर के साह्रो भुत्ला झऱ्यो हो। अनि गाइजहरू, म चाहिँ मकैमा हाते झार लाउँदै गरेकै धनानी काट्दै गरेकै यस्तो आएको छ। मम्मी पर छ, ढेडी जस्तो यहाँ छ साथी। के भन्छ, पानी परेको भएर मकै भन्ने यत्रो हुनु भएको छैन। सँगसँगै झार आएर आज मम्मी र म चाहिँ हाते झार लाउँदै गरेको होइन साथीहरू। यस्तै छ है। अहिले त के पो मम्मी, पानी पर्ने सिजन अहिले है। होइन साथीहरू, अब चाहिँ के भन्छ, घाँस त अब काटेर सकेन, तर अब चाहिँ निस्केको। अब फेरि के भन्छ, यो पातलो घाँसले मात्रै त अब दुना गाईले त हुँदैन नि त। अब चाहिँ दह्रो घाँस काट्नु जानुपर्ने छ साथी। अब बारी लगाएर हिँड्यो। आए यो भारी बोक्ने बारी नि हराएछ। यस्तो गाह्रो हुन्छ साथीहरू।
आए यो के भन्छ यो यस्तो यो भाग दुखेर है अब धेरै भयो नि त भारीहरू नबोकेको अन्त यस्तो दुख्छ के गर्नु साथीहरू म भन्न चाहिँ सक्छु तर देखाउन सक्दिनँ यस्तो गरौँ फेरि यो कलिलो घाँस चाहिँ मेरो निधारमा अघि केले टोकिदियो यो मच्छर भुसनाथ पिप्सा के हुन्छ हौ कति चाहिँ टोक्छ भने यस्तो भारी बोक्दै गरेको खेर पनि टोक्नु छोड्दैन हौ यो चाहिँ गोठबार चाहिँ नजिकै छ नि त त्यही भएर म चाहिँ अब गोठ पुग्न लागेको मम्मी चाहिँ अघि जानुभयो नि त फेरि आमामा यो कलिलो घाँसले गाईहरू छेरेर है सुरु गर्न नि यस्तो गाह्रो हुन्छ लगाइदिनु मम्मी भरे नलगाइदिउँ न त अहिले यो लगाइदिउँ होइन अनि भरे नलगाइदिउँ न अनि म बिहान खाएकोदेखि बस्दैछु त अनि बोकिराख्नुपर्छ म परै लान्छु अनि सबै लगाइदिनु भन्नुभएको होइन आमै पछि पो जाँदैछ त अनि खै छोड्नु है मम्मी यहाँ मेरो कच्ची झऱ्यो कि हेर्नु त छ उपरै झऱ्यो क्या ए सबै लगाइदिउँ नखाएको भरे सुत्थर यति नै भरे नखाएको सोथर साथीहरू यो चाहिँ मेरो है उपल्लो चाहिँ घरको गाई उपल्लो चाहिँ उसको बाछा आयो के भन्छ म घरमा चाहिँ बस्दिनँ कि कहिले कहिले आइन्छ तर के भन्छ कसको मुनमा उतल्लो मम्मी के भन्छ यो चाहिँ मेरो गाई अस्ति के भन्छ ब्याउने भनेको कि तर त्यो एकचोटि त्यो गाईहरूको रोगामा त्यो लम्फी आएको थियो नि हौ लम्फीले चाहिँ के भन्छ भित्र गाँठो भएर बसेको रहेछ कि अन्त ब्याउने नै भएन नि त अन्त अब चाहिँ औषधिहरू दिँदै गरेको अब चाहिँ हुन्छ होला अनि चाहिँ धेरै दुध जोग्ने अनि धेरै पैसा कमाउने मैले त होइन मम्मीले आयो अब म कमाउँ भन्दा त म घरमा बसेको हुँदैन होइन यस्तै हो फेरि सेकेन्डचोटि घाँसले सक्यो अब फेरि अर्कोचोटि लिएर चाहिँ बस्तु सोहोर गर्नुपर्ने छ यो घाँसले पनि पो मलाई त पत्याउँदैन त अब यो आज कुरो नदिएको यता छ एउटा हनुमाने मलाई निङ खोज्छ यसले मेरो गाईहरू होइन घरको गाईहरू हो तँलाई त म कनाउनु के हौ लभलास्टिक के साह्रो भुत्ला झऱ्यो हो यी हिलो यस्तो छ गाईचहरू होइन कतिखेर आएर सोर्नु पर्ने लु भयो म यति नै तँलाई कनाउँछु कतिखेर आएर फेरि कनाउँदिनँ त म त